2083 साल वैशाख 24 गते उहाँको बिहेमा जान लाग्छौँ। मुगलिनमा चियापान पोखरा आइसकेका छौँ। पर्वत जिल्ला खोला नेवारी खाजाघर फाइनली हामी चाहिँ आइपुग्यौँ दाइदाको घर। बल्ल हाँसेदेखि यार बिरुन्त माथि आज भाली बान्ध्या भयो त। 2083 साल वैशाख 24 गते हामी 1, 2, 3 अनि अर्को विनोद दाई दुला मान्छे हुनुहुन्छ उहाँको बिहेमा जान लाग्छौँ। अहिले हामी हाकिम चोकबाट अब मुगलिनमा जाने त्यहाँ जाने अनि जाने भन्ने कुरो छ। A few moments later. ल अब यहाँ मुगलिनमा यहाँ चियापान गरिसकेपछि हामी गयौँ। अब बल्ल हामी अब हिँड्यौँ। अब चाहिँ पोखरा भेट हुनेछ सिधै भन्ने कुरो आयो हाम्रो दया दाईबाट। पोखरा आइसकेका छौँ। अब केही समयमा हामी दया दाई र विनय दाईलाई नै भेट्छौँ। हाम्रो यात्रा निरन्तर भइरहेको छ। हामी अहिले पोखरा कटेपछिको उकालोमा भेट्ने बाचासहित हिँडिरहेका छौँ। हामी ठ्याक्कै अहिले अन्तर्राष्ट्रिय विमानस्थल पटेका छौँ है। अब हामी यहाँ 0-12 टर्न लिएर बागलुङतिर प्रस्थान गरिसकेका छौँ है। वस्तु त मलाई केही पनि थाहा छैन। यहाँ भाइले लिड गरेको छ कताबाट के जाने भनेर। विनोद दाईहरू चाहिँ अब पछाडि नै कता दिनुभयो। हामी झुक्यौँ भनौँ न दाईहरूलाई पर्ख्या चाहिँ दाईहरूले हामी चाहिँ कटेर आयौँ। अब हामी चाहिँ अहिले हेम्दाको भाइलर रोडमा आइसकेका छौँ। डाँडाकाँडा हेर्न सक्नुहुनेछ। त्यहाँबाट एङ्गल अलिक नमिल्यो होला है। अनि यहाँको बिस्तारै बागलुङमा प्रस्थान गर्दैछौँ। हामी पुग्छौँ अब एकछिनमै। A few inches later. ल अब यहाँ घटे खोलामा हामीले यहाँ खायौँ खाजा। घटे खोला नेवारी खाजाघर हामी अब यहाँबाट खायौँ। अब चाहिँ गयौँ है। अब एकैचोटि हाम्रो अर्को डेस्टिनेसन कुस्मा। कास्की सकिएर यहाँ आइसक्यौँ। बाइकको घडी अनुसार 12:40। हामीले 190 किलोमिटर यात्रा गरिसकेछौँ आजलाई। बिहानबाट पर्वत जिल्ला अब हाम्रो प्रवेश हुँदैछ। यहाँ 2 दाजुभाइ छ। हामी चाहिँ अहिले पर्वतको सदरमुकाम कुस्मामा आइसकेका छौँ। यो कुस्मा बजार जानु परेको हामी के अरे उता पर्वत यता बाइलुङ यो के खोला भन्थ्यो भाइ रिसा हो दाइ होइन होला के हो। हामी कुस्माको पुल तर्यो। अब माथि जाँदैछौँ। चिया खाइयो। ओके अब हाम्रो चाहिँ बाटो यस्तै हो। बिस्तारै बिस्तारै नाचिकन यो चाहिँ हाम्रो कालीगण्डकी कोरिडोर। 2 hours later. दाइ यहाँ हेर्नु त। ल अब हामी हिँड्यौँ है। ल दाइ है। ल हामीलाई यो गाडीले सामान ल्याइदिनु भयो। अरू ल्याइदिनु भयो। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ विनय दाईको घर। अब जाँदैछौँ 7 बजीनिर हामी यतिखेर 3:35 मा आइपुगेका सकेका छौँ है। अब हामी कहाँ जान लाग्दा भन्नु त। दयानिधि पौडेल ज्यूको घर हामी जान लागिरहेछौँ। दया दाईको घर राम्रो छ नि। राम्रो छ नि। भत्काएको नदेखाउनुहोस् क्या हजुरले। ल
यहाँ चाहिँ दया दाइले बुङ्गो भएको केरा ढाल्दैछन् ल है केरा फेरि सबैमा है हैन बा सँगै लैजाउँ ल उस्ता लैजा त अनि केही भएन जानु दिनु हामीले काट्दै गर्दा भतिजा पठाइदिनु एउटा लाउनु हो पर्छ है होला माथि धमाधम केरा काट्दै हुनुहुन्छ हाम्रो दाइले चाहिँ अरू चाहिँ यहाँ दया दाइ मिहिने ती मान्छे यार हरेक कुरामा दया दाइले बचाउनु भयो यार म त्यसलाई भाँच्नु न आफैले भाँच्नु खान म ल यो पनि रेडी भयो अघि एउटा अहिले एउटा दुईटा यहाँ दुलाल देखिसक्दैन ल ल ल हेलो सब ठिकठाक लग्दै हुनुहुन्छ केराको खम्बा त्यो चाहिँ हाम्रो विनोद दाइको घर हो हाम्रो बाइक यहाँ चाहिँ है यो पारिपट्टिको चाहिँ पर्वत जिल्ला रहेछ यो चाहिँ बागलुङ जिल्ला यहाँ गेट बन्यो अब ल भन्नुहोस् है विनोद दाइ अब यसैको के अरे सङ्केत यसैले गर्छ अब यति वर्ष तेरो बिहा भयो बल्ल हाँसेदेखि यार विनोद दाइ यार ब्यानर हाल्ने काम हुँदैछ यहाँनिर अब यहाँ ब्यानर हाल्ने काम भइसक्यो ए दाइ दाइ फोनमा ल ल यहाँ ध्वजा पतङ्ग बाँध्दै टाङ्दै यो तिरपाल हाल्नुको लागि माथि ए माथि अझ भाले बाँध्या भए त अग्गो रमाइलो हुँदो रहेछ नि हाम्रो यहाँ यस्तो टाँसोबाट त्यति हो चौधले तान्दाखेरि ढोलिँदैछन् अब चार चौधले तान्दा यहाँ चाहिँ कलश सिँगार्ने माला बनाउने काम भइरहेको छ हाम्रो दाइले चाहिँ अब यस्तो स्याउ काट्दै हुन्छ स्याउ ल्याएछन् काटेछन् यता फर्कनु क्या कलश नि
बल्ल हाम्रो दया दाइले चाहिँ यहाँ भाँडाकुँडा गन्ती गर्दै हुनुहुन्छ। यहाँ भाँडाकुँडा गन्ती गरेर यो क्लबबाट लिएर जाँदैछौँ हामीले। ल ल हिँड्नुहोस् ल। अब यसको सँगसँगै हामी भाँडा लिएर चाहिँ गयौँ। पर्नु है पहिला झरौँ मै कता हो ल। उताबाट रहेछ क्या ऊ उतैबाट रहेछ दाइ। हाम्रो भलङमा यो एउटा नि तपाईँ के भन्दिनु पर्यो भने हामी छँदाखेरि हामीले पानी हो बोक्न पर्दो घर छोडेर हामी गयो अनि त्यो धारो हामी नभए पनि यहाँ बनाऊ अहिले अब यत्रो पानी छ हामी छैनौँ चिताउनुको त्यस्तो पानी खान पर्यो कला पेलेको है। अनि त कस्तो गाह्रो भोलि बिहान आएर यहीँ नआउने भन्छ। ल अब यहाँ चाहिँ विनोद दाईको गर शान्ति पूजा गरेर भोलिको लागि सजिलो बनाउनको लागि यहाँ गरिएको छ। यहाँ यज्ञको काम भइरहेको छ भोलिको लागि हेर्न सक्नुहुन्छ। भोलि बिहानै जन्ती जाने भन्ने कुरो छ। त्यसैले मौसमले साथ दिए कस्तो हुन्छ भोलि मौसमले साथ दिए चाँडै नत्र अलिकति भए पनि ढिलो गरेर भए नि जानु छ।